दिनमा 24 घण्टा सबैलाई बराबर हुन्छ, तर किन कसैले धेरै प्रोग्रेस गर्छ र कसैले थोरै? स्टुडेन्ट भन्छन् टाइम पुग्दैन, वर्कर भन्छन् थाकेको छु एकछिन युट्युब हेर्छु, नर्मल मान्छे भन्छन् भोलिबाट पक्का सुरु गर्छु। तर रियालिटी के हो भने टाइम कम छैन, प्रब्लम हामी सबैमा कन्ट्रोलको हो। वेलकम टु द बेटर सेल्फ। यो च्यानलमा हामी लाइफलाई कम्प्लिकेटेड बनाउने होइन, सिम्पल बनाउने कुरा गर्छौँ। स्टुडेन्ट, वर्किङ प्रोफेसन वा लाइफमा बेटर बन्न चाहने जो कोही होस्, यहाँ हामी फोकस गर्छौँ डिसिप्लिन, ह्याबिट, क्ल्यारिटी र प्र्याक्टिकल ग्रोथबारे। स्मल स्टेप्स, रियल चेन्ज। लेट्स बिल्ड द बेटर सेल्फ। एकपटक इमेजिन गरौँ है त, स्टुडेन्ट्स पढ्न त बस्छ तर 5 मिनटपछि फोन चेक गर्छ। नोटिफिकेसन मात्र चेक गर्ने त हो, तर नोटिफिकेसन हुँदै हामी पुरै फोनको हिस्ट्री हेर्न पुग्छौँ, तर त्यो 2 मिनट हेर्ने नोटिफिकेसन 30 मिनट पुग्छ, हामीलाई पत्तो पनि हुँदैन। वर्कर अफिसबाट फर्केपछि थाकेको छु एकछिन भिडियो हेर्छु, हेरेर अरू काम गरौँला नि। हेर्दा हेर्दै एउटा भिडियो हुँदै 5वटा भिडियो हुँदै ऱ्यान्डम भिडियो हेर्दै 1 घन्टा बितेको पत्तो पनि हुँदैन। नर्मल पर्सन प्रोक्रास्टिनेट गर्छ। सिम्पल भाषामा बुझ्दाखेरि काम टार्ने बानी। एउटा कुरा के बुझौँ भने बिजी हुनु प्रोडक्टिभ हुनु होइन। बिजीले थकान मात्रै गराउँछ, प्रोडक्टिभले सही काम गर्नु भन्छ। त्यसको लागि मैले 3टा पोइन्ट्सहरू बनाएको छु। एउटा पोइन्ट छ 3 ब्लक रुल। दिनलाई 3 भागमा डिभाइड गरौँ, ग्रोथ टाइम, वर्क टाइम र रेस्ट टाइम। ग्रोथ टाइममा स्टडी, स्किल र हेल्थ, वर्क टाइममा जब, रेस्पोन्सिबिलिटिज, रेस्ट टाइममा रिल्याक्स, फ्यामिली टाइम। मोस्ट पिपल रेस्ट टु मच एन्ड ग्रो टु लिटल। दोस्रो पोइन्ट छ फोन डिसिप्लिन। अहिलेको समयमा सबैभन्दा फोकस चोरी गर्ने ठुलो चिज भनेको फोन हो। फोन साइलेन्स होइन, काम गरेको ठाउँ वा टेबलबाट टाढै राखौँ फर नो डिस्ट्र्याक्सन, किनकि फोकस नै आजको सुपर पावर हो। के तपाईँ पनि सुपर पावर लिन रेडी हुनुहुन्छ त? यहाँसम्म आइपुग्दा कस्तो लागिरहेको छ? कृपया कमेन्टमा अवश्य आफ्नो प्रक्रिया लेख्नुहोला। यहाँसम्म आइपुग्नु भनेको तपाईँ वास्तवमै आफूमा केही परिवर्तन होस् भन्ने व्यक्ति हो, किनकि अहिलेको टाइममा सबैजना छोटो समयमा धेरै कुरा सिक्न खोज्छन्। त्यही कुरालाई मध्यनजर गर्दै मैले छोटो समयमा धेरै ज्ञान लिन सक्ने भनेर यो च्यानल सुरु गरेको। यो मेरो पहिलो भिडियो हो र अरू पनि यस्तै ज्ञानका कुरा वा आफूलाई कसरी प्रोडक्टिभ बनाउने भन्ने कुरा सिक्न र बुझ्न चाहनुहुन्छ भने भन्नुहोला। तपाईँहरूको सहायताले नै हामी भिडियो बनाउन मोटिभेट हुनेछौँ। ब्याक टु द टपिक। नेक्स्ट, थर्ड पोइन्ट, एक्सन स्टेप। विदाउट एक्सन ज्ञान लिएर मात्र चाहिँ प्रोडक्टिभ हुँदैन है। प्रोडक्टिभ हुन चाहनुहुन्छ भने तपाईँ हामीको एक्सन पनि उत्तिकै जरुरी छ। एक्सन नै प्रोडक्टिभ बनाउने बाटो हो। हामी अब के गरौँ भने आज राति सुत्नु अघि 3वटा इम्पोर्टेन्ट काम लेखौँ। काम सानो ठुलो जस्तो पनि होस्, बस लेख्नुहोस्। अनि बिहान उठेर फर्स्टमा गर्ने काम के हो त्योबाट सुरु गर्नुहोस्। मुड पर्खने होइन, डिसिजनले काम गरौँ। यदि हामीले टाइमलाई कन्ट्रोल गर्न सकेनौँ भने टाइमले हामीलाई कन्ट्रोल गर्न थाल्छ। अब हामी नै डिसाइड गरौँ टाइमको मालिक बन्ने कि टाइमको नोकर। सुन्दा अजिब लाग्न सक्छ, तर अहिले हाम्रो वास्तविकता यही हो। यो भिडियोले तपाईँलाई अलिकति पनि आफूलाई केही सुधार गरौँ जस्तो फिल आयो भने यो च्यानल तपाईँकै लागि हो। यस्तै भिडियोको लागि भिडियोलाई लाइक गरिदिनु होला, साथीभाइलाई सेयर पनि गरिदिनु होला र च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला। नेक्स्ट भिडियोमा हामी ह्याबिट बिल्डिङको बारेमा कुरा गर्नेछौँ। लेट्स ग्रो, लेट्स बिल्ड टुगेदर।